नमस्ते है। आज चाहिँ धेरै दिनपछि चाहिँ हाम्रो पसल अगाडि गइरहेको छ है। हेर्नु त यति मजाले आनन्दले हिँडेको छ गैँडा आएको छ। ठक्क जहिले पनि हेर्नु हाम्रो पसल अगाडि आएर टक्क 1 सेकेन्ड भने पनि उभिन्छ यो गैँडा। हजुरहरूलाई चाहिँ गैँडा हेर्न मन छ भने चाहिँ निर्मला कोल्ड स्टोरमा आउन नछुटाउनु होला। यहाँ चाहिँ मेरो सानो चिटिक्कको पसल छ। मेरो बुढा पनि उहाँ गैँडाको भिडियो खेल्न व्यस्त हुनुहुन्छ। यहाँ बा पनि गैँडा हेर्नु भएको छ। हामी चाहिँ जति गैँडा देखे पनि यत्तिकै लाइन लाग्ने हो गैँडा हेर्नलाई। हेर्नु दिनदिनै आए पनि यति नै हो यहाँको। हामी सबै निस्केर हेरेकै हुन्छौँ। अझ हाम्रो यहाँ बाबु नानीले चाल पाएनन् है। ल हेर्नु यसरी हजुरले चाहिँ सौराको रोडमा यस्तो आनन्दले हिँडेको गैँडा हेर्न पाउनुहुन्छ। सौरा आउनु होला।